साथीहरू सबैजना सन्चै हुनुहुन्छ? यहाँको हालत यस्तो छ साथीहरू, यो एसी बिग्रेर राम्रोसँग काम नगरेर यसरी सुत्नु पर्ने, यसरी जुगाडी फुट फ्यान ल्याएर यहाँ राखेर एसीबाट पानी खसेर डाइरेक्ट यहाँबाट पानी खस्छ। अहिले चाहिँ खस्दैन, खसेर यहाँ यस्तो गाह्रो छ, जुगाड हान्नुपर्ने छ सबै कुरा अगाडि। ल यो चाहिँ हाम्रो मेरो रुमदेखि बाहिरको भ्यू हो। मस्त छ, राम्रै छ, सबै देखिन्छ। पानी सानी पर्दा झन् राम्रो देखिन्छ होइन। यहाँ तल यता कम्पनीहरू छ, हाम्रो चाहिँ यो होटल हो। अनि यो चाहिँ मेरो चेयर बस्ने, भिडियो सिडियो हेर्ने। बाथरुम पनि छ यता। आज चाहिँ मस्तले सुत्न पाइयो। जेस वर्ल्ड कप थिएन आज, वर्ल्ड कपले गर्दाखेरि 2-4 दिन राम्रोसँग सुताइ पनि भएको छैन साथीहरू। बिहानै उठेर काम गर्न जानुपर्छ, रातभरि गेम हेऱ्यो। अब नहेरौँ भने नि मनले मान्दैन, फेरि हेर्न मन लागिहाल्छ। यो अब 1-2 दिनसम्म अलि आराम मिल्छ जस्तो छ। के गर्दै हुनुहुन्छ अरू सुनाउनु, कमेन्ट गर्नुहोस् साथीहरू। हामी चाहिँ यस्तै छ, बाहिरको अब बाहिर देशमा आएपछि यस्तै हो, काम गर्ने, बस्ने, खाने। बाहिर कस्तो छ भन्ने गएको पनि छैन, छुट्टी पनि मिल्दैन हो मलाई। एकचोटि बाहिर यसो त्यहाँ पोखरीहरू छ क्या, यहाँ तालहरू छ, त्यहाँ गएर भिडियोहरू बनाऊँ भनेको टाइमै मिल्दैन, 1 दिन पनि छुट्टी मिल्दैन हो मलाई। गाह्रो छ। यो फुल लिएर राखेको अस्ति नै हो, रेस्टुरेन्टबाट उठाएर लिएर आएको, फेरि कसै केटिल दियो भन्ने सोच्यो। रेस्टुरेन्टबाट उठाएर लिएर आएको, यो लगिदिनु पर्ने छ रोज। राम्रो छ।